नमस्ते, होम टुरको पहिलो ब्लगमा तपाईँहरूलाई स्वागत छ। यो चाहिँ म बस्ने बिल्डिङ, यो ब्रान्ड न्यू बिल्डिङ हो। जब हामी यो फ्ल्याटमा सरेका थियौँ तब पहिलो यो फ्ल्याटमा बस्ने हामी नै थियौँ। लगभग 2-3 महिना अगाडि मात्रै यो बिल्डिङ ओपन गरिएको थियो र सम्पूर्ण जति बस्छन् यो बिल्डिङमा सबैजना नयाँ हुन्। यो बिल्डिङको पहिलो इन्ट्रान्स। Hey, how are you? Good. I can help you if you want. Thanks. यो इन्ट्रान्सको पहिलो हल। तपाईँले यो लेफ्ट साइडको देखिरहनु भएको छ, यो सबै मेल बक्सहरू हुन्। जति पनि लेटरहरू आउँछन् सबै यो बक्समा राखिन्छ। लिफ्ट र सिडीको दुईटा अप्सन छ। यो चाहिँ बिल्डिङको पछाडिको भाग जहाँ फुलबारीहरू छ, दुबो लगाइएको छ। हालाकि यो दुबो काट्ने बेला भएको छ, अस्ति भर्खर काटेको, फेरि पनि लामो भइसक्यो। अनि यो पछाडि देख्दै हुनुहुन्छ नि बच्चालाई खेल्ने ठाउँ, त्यसपछि उता लेफ्ट साइडमा बाइक पार्क गर्ने ठाउँ, साइकलहरू निकै नै चोरी हुन्छ। यहाँ भर्खर भर्खर बिरुवाहरू लगाइएको छ, फुलका बिरुवाहरू। अलिक पछि अलिक ठुलो भएपछि राम्रो देखिन्छ, राम्रो गार्डन टाइपको बनाइएको छ। विभिन्न किसिमका फुलहरू, केही समय लाग्छ। माथि जानका लागि दुईटा अप्सन छन्। तपाईँ हेल्थ कन्सियस हुनुहुन्छ भने यो सिडी चढेर माथि जान सक्नुहुन्छ। यहाँबाट सिडी चढेर गयो। त्यसपछि यदि म जस्तै अल्छी हुनुहुन्छ भने तपाईँले लिफ्ट युज गर्न सक्नुहुन्छ। म 3rd फ्लोरमा बस्छु। मैले फ्ल्याट नम्बर चाहिँ बताउन मिल्दैन होला। यो लिफ्ट काफी ठुलो छ। बिल्डिङको सरसफाइमा एकदमै ध्यान पुर्याइएको हुन्छ। 3rd फ्लोरमा म बस्छु। मैले धेरै यहाँ बोल्न हुँदैन किनभने अरूलाई डिस्टर्ब हुन्छ। तपाईँले देख्न सक्नुहुन्छ एकदम क्लिन छ। हप्तामा एकचोटि दुईचोटि क्लिन गरिन्छ। कोही मान्छे आउँछ र क्लिन गरिन्छ। यो लेफ्ट साइडको हाम्रो फ्ल्याट। अरू यो परपट्टि चाहिँ इन्डियन पनि बस्छन्। यो बेल्ट बजाउन मिल्यो। अनि यो चाहिँ हाम्रो लन्ड्री रुम जस्ट लेफ्ट साइडमा छ। डोर ओपन गर्ने बित्तिकै अलिअलि फोहोर चाँचुटारी राखिएको छ। यो वासिङ मेसिन, त्यसपछि ड्रायर। तपाईँलाई थाहा नै छ आलन एकदमै चिसो छ। ड्रायर बिना यहाँ कामै चल्दैन। तपाईँले ड्रायर बिना बाहिर सुकाउनुहुन्छ भने लगभग कपडा सुक्न मात्रै पनि 2-3 दिन लाग्छ कि। यो चाहिँ तलबाट कल कसैले गर्यो भने कल उठाउन मिल्यो। त्यसपछि त्यहीँबाट ढोका ओपन गर्न मिल्छ। यो पहिलो बाथरुम। बाथरुम एकदमै ठुलो छ नुहाउनका लागि। त्यसपछि आफूले सेभिङ गर्नका लागि पर्फेक्ट छ। बाथरुम ठुलो छ। बाथटब पनि छ नयाँ मोडर्नको। तपाईँले टावलहरू यहाँ सुकाउनु भयो भने हिटिङ अटोमेटिक हो, आफै टावलहरू सुक्छ। एकदम राम्रो छ। यो 5x5 समथिङ कति भन्छ होइन, एकदमै ठुलो छ बाथरुम पनि। यो पहिलो रुम भयो। त्यसपछि जो हामीलाई स्पेस दिइएको थियो नि स्टोरेजको लागि धेरै नै छ क्या। त्यसमध्ये एउटा पहिलो स्टोरेज जहाँ हामीले चाहिँ मन्दिर बनाएका छौँ। हाम्रो भगवानजी यहाँ बस्नुहुन्छ। तपाईँले यो हाम्रो मन्दिरलाई देख्न सक्नुहुन्छ। हामीले यसरी मन्दिरलाई सजाएका छौँ। डेली त पूजा हुँदैन, तर आज हामी बिहान उठेर पूजा गरेका छौँ। हप्तामा 2-3 पूजा गर्ने कोसिस गर्छौँ। फाइनली यो मोडर्न किचन तपाईँले देख्दै हुनुहुन्छ। यो मोडर्न टाइपको किचन। स्पेस यति धेरै छ, तपाईँ अचम्म पर्नुहुन्छ त्यो स्पेस देखेर। यहाँ मसलाहरू राखिएको छ होइन। त्यसपछि यो चिम्नी भयो। यो इलेक्ट्रोनिक हिटर, ओभन। एकदमै छिटो पक्छ खाना। तपाईँले कति छिटो पकाउनुहुन्छ भन्ने कुरामा त्यहाँ नम्बर हुन्छ। यो चाहिँ ओभन, रोस्टहरू, चिकन रोस्टहरू, पिज्जा पकाउन भयो।
यो डस्टबिन एकदम सजिलो लागेको भनेको चाहिँ डस्टबिन राख्ने ठाउँ यहाँ कस्तो मजाले बनाइएको छ। त्यो दुईटा अप्सन अनि यो चाहिँ ग्लासहरू फुट्यो भने त्यहाँ राख्न मिल्छ। दुईटा भयो। म कफी लभर, कफी नहुने त कुरै भएन। मेरो कफी यहाँ राखिएको छ, त्यसपछि टी वाइफको लागि, अनि यहाँ सुगर अनि क्याटलरी हामीले यहाँ राखेका छौँ। नाइफ साइफ यहाँ छ, सबै थोक यहाँ छ। त्यसपछि यो वाइट ब्युटिफुल स्टोरेज फ्रुट्स जति पनि ग्रोसरीका सामानहरू हामीले यहाँ राख्ने गरेका छौँ। यो चाहिँ यहाँ किन राख्यो अरे? यो चाहिँ खासमा यो वास्तुशास्त्र अनुसार चाहिँ आगो र पानीको लाइन एउटै हुनु हुँदैन अरे। अब यहाँ त वास्तुशास्त्र फलो गर्नुहुन्न होइन। अब देश अनुसारको यस्तै होला चलन, हाम्रोतिर चाहिँ यस्तो हुँदैन नि त। त्यही भएर त्यो दोष कम गर्नलाई, आगो यी सब पानी त्यही छ नि त, त्यो दोष कम गर्नलाई चाहिँ यहाँ चाहिँ माटो र एउटा प्लान्ट राखेको, त्यसले चाहिँ दोष अलिक कम हुन्छ भनेको। यो सेपरेटेड हुन्छ। यो चाहिँ सिङ्क मुनि पनि ठुलो स्पेस छ, भाँडाकुँडा राख्नका लागि सजिलो छ। एकदमै मोडर्न टाइपको धेरै नै स्पेस भएको। त्यसपछि वासिङ मेसिन त्यति धेरै हामी युज गर्दैनौँ, हातले मजाले धुन्छ राखिन्छ होइन। अनि यहाँ चाहिँ टाइम लाग्छ। अर्को स्पेस यहाँ पनि छ, यहाँ चाहिँ गताङ राखिएको छ। माइक्रो ओभन, न्यू मोडर्न टाइपको माइक्रो ओभन। यता चाहिँ हामीले भाँडाकुँडा राखेका छौँ, प्लेटहरू। त्यसपछि झर्के थाल पनि देख्न सक्नुहुन्छ त्यहाँ। यो चाहिँ फ्रिज ठुलो छ, फ्रिज पनि एकदमै ठुलो छ। यो हाउस म्यानेजमेन्टद्वारा प्रोभाइड गरिएको फ्रिजर। अनि फाइनली एकदमै मनपर्ने हाम्रो डाइनिङ टेबल, लिभिङ रुम। यो किचन र डाइनिङ टेबल, लिभिङ रुम एकै ठाउँमा जोडिएको छ, हुन त ठुलो छ। हामीले यसरी सेपरेट गरेर राखेका छौँ। यो चाहिँ हाम्रो टिभी, एउटा प्लान्टै हामीले यहाँ राखेका छौँ। यो सक्कली प्लान्ट हो, नक्कली चाहिँ होइन, यो चाहिँ सक्कली प्लान्ट हो। अनि यतापट्टि दराज छ, भगवान् गौतमजी, मेरो बुक स्टोर छ त्यहाँ। यतापट्टि पनि प्लान्टहरू छ हामी लगाएर राखेको। अनि सोफाहरू, यो फर्निचर जति पनि देखिराख्नु भएको छ नि, यो सबै हामीले नै किनेको हो कि। यो डाइनिङ टेबल 4 जना लगभग 6 जनालाई हुन्छ होइन। अनि यो बाल्कनी, एकदमै ठुलो बाल्कनी। यहाँबाट जो दृश्य देखिन्छ, मर्निङमा तपाईँ बस्नुहुन्छ, तातो कफी, ओहो माइन्ड फ्रेस हुन्छ क्या। अनि आयरल्यान्डमा जब तपाईँको बाल्कनीहरू यसरी ठुल्ठुला बाल्कनीहरू हुन्छन्, जब सन भित्र आउँछ नि, त्यस्तो फ्ल्याटहरू एकदमै महँगो पर्छ। तपाईँको सानो बस्नका लागि हामीले बनाएका छौँ। अहिले यो समरमा, विन्टरमा त गाह्रो छ, समर लागिसँगै यो हाउसको पनि युज हुन्छ। अहिले त बाहिर को बस्ने भन्ने हुन्छ, तै पनि घाम लाग्छ कोही कोही बेला। यतापट्टि मेरो टिकटक रुम, ठुलो शिवजीको फोटो छ त्यहाँ। एउटा चेयर छ, कोही काहीँ टिकटकमा अनि भिडियो रेडी गर्दाखेरि म यहाँ बसेर भिडियो रेडी गर्छु, नेपालको झन्डा। अनि तपाईँहरूले कसले यो बुक पढ्नु भएको छ, पावर अफ पोजिटिभ थिङ्किङ, यस्तो राम्रो छ, कहिले पढ्नु भएको छैन भने एकचोटि पढ्नुहोस्, तपाईँको माइन्ड चेन्ज हुन्छ भन्छु है म चाहिँ। मलाई एकदमै मनपर्ने बुकहरू मध्ये यो पनि हो। त्यसपछि अर्को स्टोरेज, हामीले यहाँ क्लिनिङका सामानहरू, एक्स्ट्रा लगेजहरू राखेका छौँ। 4वटा छ स्टोरेज, फाल्टु सानो रुमहरू, जहाँ चाहिँ हामीले मजाले सामानहरू राख्न सकिन्छ। मास्टर बेडरुम, यो चाहिँ मास्टर बेडरुम। बित्तिकै घाम लागेको दिन चाहिँ घाम आउँछ अनि उज्यालो हुन्छ, तर अहिले चाहिँ प्रायः जस्तो घामै लाग्दैन होइन। तर पनि घर बसेको दिन चाहिँ खोल्यो भने उज्यालो अर्कै भाइब आउँछ। यो चाहिँ हाम्रो दराज, यहाँनिर पनि टन्नै स्पेस छ, लुगा 2 जनालाई इनफ प्लेस छ लुगा राख्नको लागि। अनि यो भयो बेडरुम। अनि यो हाम्रो सानो मेडिसिन ड्रोहरू राख्ने ड्रोयर भयो होइन। अनि त्यसपछि यता छ हाम्रो
वासरुम यता छ हाम्रो अनि वासरुम यहाँ के लेखेको छ वासरुममा स्पेसली ढोका लाउनु बिर्सिनेहरूको लागि हो यो अनि त्यसपछि यता छ सावर एरिया सावरको प्रडक्टहरू त्यता छ अनि सानो हाम्रो यो स्किन केयरहरू यता छ मेरो मात्र होइन यो दुईजनाकै हो यो यहाँ मेरो भन्दा धेरै सामान उहाँकै छ यो सिरम उहाँको यो टोनर उहाँको यो सनस्क्रिन उहाँको है मेरो भन्दा धेरै सामान उहाँकै हुन्छ यो चाहिँ इलेक्ट्रिसिटी सिस्टम हिटिङको कन्ट्रोल गर्ने यहाँबाट कन्ट्रोल हुन्छ तपाईँलाई कतिको हिट चाहिएको छ अथवा कुन समयमा कति हिट चाहिएको छ भन्ने कुरा हामीले यहाँबाट कन्ट्रोल गर्न सक्छौँ फुल्ली मोडर्न टाइपको छ मेन भनेको धेरैजनाको जिज्ञासा कति पर्छ यहाँको रेन्ट कति खर्च गर्नुपर्छ भन्ने कुरा हो हामीले यो 2 बेडरुम ब्रान्ड न्यू फ्ल्याट हो यहाँ चाहिँ फर्निचरहरू जो जति छन् सबै फर्निचरहरू बेडदेखि लिएर सोफादेखि लिएर टिभीदेखि लिएर सबै फर्निचरहरू हामीले आफै किनेको किनभने यो ब्रान्ड न्यू फ्ल्याट अनि हामीले चाहिँ यो अनलिमिटेड कन्ट्र्याक्ट छ कुनै कन्ट्र्याक्ट छैन जति तपाईँ बस्न सक्नुहुन्छ जति तपाईँलाई बस्न मन लाग्छ बस्नुहोस् र त्यसपछि जानुहोस् भन्ने हुन्छ त्यही भएर जति पनि फर्निचरहरू सबै हामीले नै हालेको तपाईँले अरू यो प्राइभेट कम्पनीहरूमा गएर रुमहरू लिनुहुन्छ अथवा फ्ल्याटहरू घरहरू रेन्टमा लिनुहुन्छ भने प्राय फर्निस हुन्छन् सेमी फर्निसदेखि र फुल्ली फर्निस हुन्छन् यो चाहिँ किचनको सेट थियो जस्तो त्यहाँ ओभन थियो त्यहाँ वासिङ मेसिन थियो फ्रिज थियो त्यसपछि बाथरुम पुरा कम्प्लिट थियो र बेडहरू हामीले हालेको होइन अरू जो फर्निचरहरू सबै हामीले हालेको सो यसलाई चाहिँ हामीले 2200 पे गर्दैछौँ अहिले 2200 नेपालको कन्भर्ट गर्नुहुन्छ भने सायद 3.5 लाख साढे 3 लाखको आसपास नपुग्छ होला 2200-2300 त्यसमा इलेक्ट्रिसिटी र यो हिटिङ हाम्रो आफ्नै हो यहाँ 2 किसिमको जस्तो इलेक्ट्रिसिटी चाहिँ हामीले एसएसई भन्ने इलेक्ट्रिसिटी युज गर्छौँ र हिटिङको लागि चाहिँ युनो एनर्जी भन्ने हिटिङ युज गर्छौँ जो अलिकति कम रेटमा पाइन्छ जो मैले यहीँ आएर कन्ट्र्याक्ट साइन गरेको थिएँ सो तपाईँ सिङ्गल आउँदै हुनुहुन्छ अथवा फ्यामिलीसँगै आउँदै हुनुहुन्छ कहाँ बस्नुहुन्छ भन्ने कुराले डिपेन्ड्स हुन्छ तपाईँको कति खर्च हुन्छ भन्ने कुरामा होइन तपाईँ सिङ्गल हुनुहुन्छ खास गरी स्टुडेन्ट हुनुहुन्छ भने यी र यस्ता फ्ल्याटहरूमा लगभग 5-6 जना पनि बस्नुहुन्छ सेयरिङमा बस्न सक्नुहुन्छ सजिलै 500-600 अहिलेको स्थितिमा अलिकति सिटीभन्दा अलिकति बाहिर जानु भने 500-600मा एउटा रुम मजाले पाइन्छ 700मा एउटा रुम मजाले पाइन्छ र फ्यामिलीसँग यतिको रुम डब्लिन एरियामा तपाईँले 2500 देखि 3000 को बीचमा खर्च गर्नुपर्ने हुन्छ सिटी सेन्टरमै जानुहुन्छ भने र सिटी सेन्टरभन्दा अलिकति बाहिर जानुहुन्छ भने 2000 देखि 2500 को आसपासमा खर्च गर्नुपर्ने हुन्छ सो आजको भिडियो तपाईँलाई कस्तो लाग्यो हाम्रो भिडियो चाहिँ यी र यस्ता विषयवस्तुमा सम्बन्धित रहेर बनाइने गरिन्छ हाम्रो यो ब्लग पहिलो होम टुर ब्लग थियो कस्तो लाग्यो आफ्नो कमेन्ट जरुर लेख्नु होला तल तपाईलाई अब आउने भिडियोहरू कस्ता बनाउन् भन्ने लाग्छ त्यो पनि लेख्नु होला तपाईको सुझाव अनुसारले भिडियो बनाइनेछ र हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु होला अर्को दिन फेरि पनि अर्को भिडियोको साथ भेट गरौँला तपाईको दिन शुभ रहोस्